विवाह मानव सभ्यताको अत्यन्त प्राचीन संस्कार हो। मानव इतिहासको प्रारम्भदेखि नै परिवार निर्माण, सामाजिक व्यवस्था र सांस्कृतिक निरन्तरताको माध्यमका रूपमा विवाहले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यद्यपि हरेक समाजमा विवाहका रूप, परम्परा र विधि फरक फरक छन्। यसको मूल उद्देश्य दुई व्यक्तिबीचको सहमति, परिवार गठन र सामाजिक मान्यताको स्थापना प्राय समान देखिन्छ। मानवशास्त्रीहरूको भनाइ अनुसार करिब 5000 वर्ष अघि मेसोपोटामिया क्षेत्रमा विवाह संस्थाको लिखित प्रमाण पाइन्छ। त्यति बेला विवाह मुख्यतः आर्थिक, सामाजिक र राजनैतिक सहकार्यका लागि गरिन्थ्यो। परिवार वा कुल बीच सम्बन्ध मजबुत बनाउने, सम्पत्ति सुरक्षित राख्ने र श्रमशक्ति बढाउने उद्देश्यले विवाहलाई अपरिहार्य मानिन्थ्यो। त्यसबेला प्रेम वा व्यक्तिगत इच्छा भन्दा पनि परिवारको निर्णय र समाजको आवश्यकता बढी महत्त्वपूर्ण हुन्थ्यो। प्राचीन मिश्रमा विवाहलाई सामाजिक सम्झौताको रूपमा लिइने गरिन्थ्यो। दुलहा र दुलहीले आपसी सहमति जनाई घर परिवार स्थापना गर्थे, तर कर्मकाण्ड भने आजका जस्तै भव्य थिएनन्। प्राचीन भारतमा विवाहलाई पवित्र संस्कारका रूपमा मान्ने गरिन्छ, जसको उल्लेख वेदहरूमा पाइन्छ। सप्तपदी, कन्यादान र अग्नि परिक्रमा जस्ता परम्पराहरू हजारौं वर्षदेखि चल्दै आएका हुन्। यस सभ्यतामा विवाह केवल सामाजिक दायित्व होइन, धार्मिक कर्तव्य पनि मानिन्थ्यो। प्राचीन चीनमा विवाह परिवारद्वारा तय गरिन्थ्यो। विवाह अघि दुवै परिवारले जन्मपत्री मिलाउने, शुभ अशुभ हेर्ने र दाइजो तथा सम्पत्ति सम्बन्धी कुरा मिलाउने चलन थियो। यस्तै ग्रिक र रोमन सभ्यतामा विवाहलाई नागरिक कर्तव्यको रूपमा हेर्थे। रोमनहरूले विवाहका विभिन्न रूपहरू विकास गरे, कहिलेकाहीँ प्रेममा आधारित, कहिलेकाहीँ राजनीतिक लाभमा आधारित। समयक्रममा विवाहको स्वरूप पनि परिवर्तन हुँदै गयो। मध्ययुगमा युरोपमा चर्चको प्रभाव बढेसँगै विवाहलाई धार्मिक संस्कारको रूपमा कडाइका साथ लागू गरियो। 18औं र 19औं शताब्दीमा औद्योगिक क्रान्ति आएपछि मानिसहरू सहरमा बसोबास गर्न थाले, जसले व्यक्तिगत स्वतन्त्रता र प्रेममा आधारित विवाहको अवधारणालाई जन्म दियो। यसपछि समाजले स्वैच्छिक विवाह, प्रेम विवाह तथा अन्तर्जातीय विवाहलाई बिस्तारै स्वीकार्न थाले। आजको आधुनिक संसारमा विवाहको परिभाषा अझ व्यापक बनेको छ। विभिन्न देशमा नागरिक विवाह, धार्मिक विवाह, समलैङ्गिक विवाह तथा अन्तर्जातीय र अन्तर्धार्मिक विवाहका फरक फरक व्यवस्था छन्। वैधानिक समानता, व्यक्तिगत अधिकार र लैङ्गिक समानताले विवाहको संरचना र उद्देश्यलाई अझ लचिलो बनाएको छ। तर आधुनिक परिवर्तनहरूको बावजुद पनि विवाहले समाजका मूलभूत मूल्य, विश्वास, साथ, प्रेम र परिवारलाई निरन्तरता दिँदै आइरहेको छ। यसरी हेर्दा केवल कानुनी वा धार्मिक बन्धन मात्र नभई मानव सभ्यतासँगै विकसित हुँदै आएको सामाजिक संस्कार पनि हो, जसले हजारौं वर्षदेखि मानिसलाई एक अर्कासँग जोड्ने पुलको काम गरेको छ।